बालेनले झापा 5बाट ओलीलाई हरायो भने के प्रधानमन्त्री बन्लान् त? यो सम्भावना छ, तर त्यति सजिलो चाहिँ छैन। किनभने नेपालमा प्रधानमन्त्रीका लागि डाइरेक्टली जनताको भोटबाट चाहिँ हुन सकिँदैन। प्रधानमन्त्री बन्नको लागि कुनै पनि पार्टीले संसदमा रहेको 275 वटा सिट मध्ये 168 वटा मिनिमम सिट ल्याउनु पर्ने हुन्छ, जसलाई चाहिँ हामीले बहुमत भनिन्छ। त्यसका लागि चाहिँ बालेनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउनु पर्ने हुन्छ। अब बहुमत ल्याउनको लागि चाहिँ डाइरेक्टली बालेनलाई भोट हालेर चाहिँ बहुमत आउनेवाला छैन। त्यसका लागि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी जुनै पनि चुनाव क्षेत्रबाट लडिरहेका छन् मेजोरिटी सिट ल्याउनु पर्ने हुन्छ। यदि राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत आएन भने फेरि पुरानै सिस्टम अनुसार 2-3 वटा पार्टी मिलेर संसदमा बहुमत ल्याएर सरकार चलाउँछन् अनि फेरि प्रधानमन्त्री हुने म्युजिकल चेयर सुरु हुन्छ, जुन चाहिँ पहिला हामीले अलरेडी देखिसकेका छौँ। यदि तपाईँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिनुभयो भने त्यो भोट भनेको बालेनलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि हुँदैन भन्ने कुरामा निर्धारित गर्नेवाला छ। इक्जाम्पलको लागि यदि चितवनबाट सोभिता गौतम, गुल्मीबाट सागर ढकालले हारे भने यो हार बालेनको पनि हुनेछ, प्रधानमन्त्री हुनु गाह्रो हुनेवाला छ। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत नल्याउनु भनेको एक हिसाबले बालेन झापामा जिते पनि हार्नु सरह नै हुनेवाला छ। बालेन हार्नु भनेको हामी सबै नेपाली हार्नु हो। त्यसैले भोट सोच विचार गरेर गर्नु होला। सी यू इन द नेक्स्ट भिडियो। जय नेपाल।